निर्वाचन प्रहरीको भर्ना सम्बन्धी सूचना खुलेको छ। त्यसमा पहिले म्यादी प्रहरी भन्दै आएकोमा अहिले निर्वाचन प्रहरी भनेको छ। अहिले माग सङ्ख्या एकदमै ठुलो छ र अपर्च्युनिटी पनि धेरै ठुलो छ। 1,33,980 जना खुलेको छ। त्यस्तै दरखास्त दिने अन्तिम मिति 10 महिना 1 गतेसम्म छ भने 9 महिना 25 गतेदेखि भर्न सक्नुहुनेछ। अब प्रत्येक सार्वजनिक बिदाको दिन समेत चाहिँ दरखास्त दिन सक्नुहुनेछ। दरखास्त फारम चाहिँ पाइने ठाउँ भनेको छ जिल्ला प्रहरी कार्यालय सबैमा, अनि त्यसपछि काठमाडौँ, ललितपुर र भक्तपुरमा पाइनेछ। उमेरको हद चाहिँ पुरुषको हकमा 18 देखि 45 वर्षसम्म भएको र महिलाको हकमा पनि त्यत्तिकै नै छ। अब यहाँ योग्यता भन्ने कुरा रहेको छ। नेपाली नागरिक हुन पर्यो, साधारण लेखपढ गर्न सक्ने, नैतिक पतन देखिने कुनै फौजदारी अभियोगमा चाहिँ अदालतबाट सजाय नपाएको, भर्ना हुने समयमा कुनै राजनीतिक दलको सदस्य नरहेको, शारीरिक र मानसिक रूपले स्वस्थ रहेको, आतङ्ककारी एवं विश्व विध्वंसात्मक सङ्गठनको सदस्य नरहेको, पुरुषको हकमा यसको घटीमा उचाइ 5 फिट, छाती चाहिँ 31-33 रहेको छ भने महिलाको लागि 50, महिलाको हकमा चाहिँ 4 फिट 10 इन्च, तौल 42 केजी हुनुपर्नेछ। महिला हाल गर्भवती नभएको रहनुपर्नेछ। त्यस्तै प्राथमिकता भनेर देखाएको छ। नेपाली सेना प्रहरी, सशस्त्र प्रहरी बल, नेपालको सेवाबाट निवृत्ति, भरण, उपदान प्राप्त पूर्व सुरक्षाकर्मी एवं पूर्व वनरक्षक भएकोलाई चाहिँ प्राथमिकता दिनेछ। नेपाली सेना, नेपाल प्रहरी र वा सशस्त्र प्रहरी बल, नेपाल प्रहरी विक्रम सम्वतमा 81 माघ 1 गतेदेखि 82 पौष मसान्तसम्म विभिन्न पदमा भर्नाको लागि आवेदन दिई शारीरिक तन्दुरुस्ती र स्वास्थ्य परीक्षण उत्तीर्ण भएको हकमा चाहिँ प्रवेश पत्र पेश गर्ने व्यक्ति भनेको छ। प्रवेश पत्र यस्तोले पनि पाउने भयो। यसअघि सम्पन्न प्रतिनिधि सभा, प्रदेश सभा, स्थानीय तहमा निर्वाचनमा म्यादी प्रहरीको रूपमा भर्ना भई सन्तोषजनक काम गरेका व्यक्तिहरू पनि दिन पाउने भए। अनि विदेशी मित्र राष्ट्र सुरक्षाकर्मी निकाय काम गर्ने सेवानिवृत्त भएको नेपाली नागरिकले पनि पाउने भए। सम्पर्क मिति तथा स्थान भनेको छ। सम्पर्क मिति चाहिँ 10 महिना 4 गतेदेखि हैन। स्थान दरखास्त सम्बन्धित कार्यालयमा भनेको छ। समय बिहान 11 बजेदेखि 4 बजेसम्म भयो। छनौट सम्बन्धी भनेको छ छनौट प्रारम्भ हुने मिति भनेको छ 10 महिना 5 गतेदेखि 10 महिना 9 गतेसम्म भनेको छ। अन्तिम नतिजा प्रकाशन चाहिँ तपाईँको 10 महिना 12 गतेसम्म रहनेछ। र परीक्षण तालिम सुरु हुने मिति भनेको छ 15 गतेदेखि 24 गतेसम्म चाहिँ रहनेछ भने सार्वजनिक विदा समेत चाहिँ हुनेछ। नियुक्ति पाएको मितिले 40 दिनसम्म चाहिँ जागिर खान पाइनेछ भने नेपाल सरकारले निर्वाचन अगाडि आधारमा निर्वाचन प्रहरीको कार्य अवधि हेरफेर गरेका सोही बमोजिम रहनेछ है। अब त्यसपछि यहाँ तलब स्केलको कुरा गरेको छ। 40 दिनको लागि 869 रुपैयाँ 40 पैसा दिनेछ प्रत्येक दिन। र त्यस्तै तपाईँको अन्य एकमुष्ट रकमहरू पनि के भनेको छ त्यो चाहिँ दिनेछ है। यसरी चाहिँ तपाईँले आफ्नो योग्यता पुगेका नागरिकहरूलाई चाहिँ राम्रो उपयुक्त अवसर आएको छ। अवसरको लाभ लिन हुन अनुरोध गरिन्छ। अवसर आएको छ, अवसरको लाभ लिन अनुरोध गरिन्छ।